अवस्थाले यस्तो छ। यो यहीबाट ट्र्याक भएको कस्तो भाँचेको त्यहाँ छोडेको यार नटेको छुट्टिएछ कि अब यतातिरबाट वैकल्पिक बाटो अब डाइभर्सन बन्दैछ। यो खोलाको छेउबाट गाडीहरू आउँदैछ। बन्दै गरेको डाइभर्सन हो यहाँ चाहिँ। यसरी चाहिँ निस्केर पुलको मुनिबाट चाहिँ अर्को बाटो निकाल्दैछ है डाइभर्सनलाई। अब डाइभर्सन बन्दैछ, केही समयपछि डाइभर्सन खुल्छ होला सायद। यहाँ काम भइरहेछ धमाधम।